भिजिट भिसा प्रकरणले ह्वात्तै खट्यो दुवै जाने हवाई भाडा। नमस्कार, यदि तपाईहरुले पनि हाम्रो च्यानल इन नेपाल सब्स्क्राइब गर्नुभएको छैन भने सब्स्क्राइब गरी छेउमै रहेको बेल आइकन दबाइदिनु होला। पछिल्लो पटक सार्वजनिक भएको भिजिट भिसा प्रकरणका कारण खाडी मुलुक युनाइटेड अरब एमिरेट्स युएई को दुवै जाने हवाई भाडा ह्वात्तै घटेको छ। भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको संलग्नता रहेको भन्दै प्रतिक्षेपी दलहरूले अहिलेसम्म संसद बैठकमा विरोध गर्दै आइरहेका छन्। फलै सरकारले भिजिट भिसा प्रकरणमा उच्च स्तरीय छानबिन समिति गठन गरे पनि प्रतिपक्षी दलहरूले झाडा टार्ने छानबिन समिति भन्दै विरोध जारी राखेका छन्। यी राजनीतिक विषयका कुरा भए पनि भिजिट भिसा प्रकरण र सँगै दुवैले नेपाललाई भिसा अनुमतिमा कडाई गरेपछि त्यहाँ जाने हवाई टिकटको भाउ उल्लेखीय दरमा घटेको हो। हवाई टिकट व्यापार गर्दै आएका ट्राभल कम्पनीहरूको अनुसार पछिल्लो 5 महिना यता दुवै हवाई भाडा 30% सम्म घटेको छ। दुवै जाने जहाजको टिकटको मूल्य गएको 5 महिनामा 30% हाराहारी घटेको छ। यसको प्रमुख कारण भिजिट भिसा प्रकरण र दुवैले नेपाललाई भिसा अनुमति गरेको कडाई हो। 5 महिना अगाडि दुवै जाने प्रति यात्रु एकतर्फी 41,000 रुपैयाँ लाग्थ्यो, तर अहिले यो मूल्य घटेर सबैभन्दा सस्तो 35,000 रुपैयाँ आएको छ। टिकटको भाउ त ह्वात्तै घटेको छ, तर जहाजमा सिट भने पाइँदैन। नेपालबाट जाने यात्रुको संख्या भने एकदमै कम छ। बरु उतैबाट दुईतर्फी टिकट काटेर आउनेको संख्या चाहिँ बढी छ। भिजिट भिसामा दुवै जाने नेपालीको संख्या एकदमै घटेको छ। ट्राभल वा टुर प्याकेजमा दुवै जाने संख्या पनि उल्लेखीय घटेको छ। विभिन्न कम्पनीले आफ्ना कर्मचारीलाई टुर प्याकेजमा दुवै लानेको संख्या पनि घटेको छैन, तर व्यक्तिगत हिसाबको प्याकेज किनेर तथा भिजिट भिसामा दुवै जाने नेपालीको संख्या भने उल्लेखीय दरमा घटेको छ। भिजिट भिसा प्रकरण र दुवैका भिसा अनुमति कडाईको प्रभाव लामै समय पर्ने जस्तो देखिएको छ। वायु सेवा निगम र हिमालयले काठमाडौँबाट सिधा दुवै उडान गरिरहेका छन् भने फ्लाइ दुबईले दुबईबाट काठमाडौँ आएर पुनः उता जाने गर्छ। आखिर युएईमा जाने नेपाली कति छन् त? हाल नेपालबाट सिधा दुवै उडान गर्ने 3वटा अन्तर्राष्ट्रिय वायु सेवा कम्पनी छन्। युएई नेपालीहरूको प्रमुख रोजगार गन्तव्य हो। चालु आर्थिक वर्ष 2081-82 को 11 महिनामा काम खोज्दै 7,60,391 युवा विदेशीको सरकारी तथ्याङ्क सार्वजनिक भइसकेको छ। वैदेशिक रोजगार विभागको तथ्याङ्क अनुसार जेठ 2082 मा मात्रै 74,467 जनाले श्रम स्वीकृति लिएका छन्। यस वर्ष सबैभन्दा धेरै युवाले युएई जान श्रम स्वीकृति लिएका छन्।